नमस्ते डॉक्टर साहब। नमस्कार दीक्षा म्याम। चिया कसो माड्या सर? चिया एकदम निको माड्या। यो चिया बनाउने बाँचिरहन्, पलिरहन्, झालमण्डो भइरहन्, एकाबाइज भइजाउन्। आएर फर्दर स्टडीको लागि शुभकामना। थ्याङ्क यू सो मच। हजुर बीपीके आइएचएस धरानबाट स्कलरसिपमा पढेर डडेलधुरा दुर्गम ठाउँमा सेवाभावले आउनुभयो करिब 3 वर्ष अगाडि। 2 वर्ष हजुरले डडेलधुरा अस्पताल निस्वार्थ सेवाभावमा खटिएर काम गर्नुभयो। त्यसका लागि म स्थानीय व्यक्ति प्लस हस्पिटल एउटै डिपार्टमेन्टमा स्टाफको नाताले धन्यवाद, हार्दिक कृतज्ञता व्यक्त गर्दछु। थ्याङ्क यू सो मच। 2 वर्ष डडेलधुरा अस्पताल सेवा दिएर 1 वर्ष डडेलधुरामै डडेलधुरा डेन्टल क्लिनिक बसेर सेवा दिनुभयो। हजुरको मेहनत, व्यवहार र उपचारप्रति उच्च सम्मान भन्दै एज अ डेन्टिस्ट हाम्रो यस जनसमुदाय अनि सामाजिक कठिनाई, भौगोलिक विकटता, आर्थिक परिवेश समेट्दै के भन्न चाहनुहुन्छ हजुरले? मेरो डडेलधुराको लगभग 3.5 वर्षमध्ये 2 वर्ष हस्टेलमा र 1.5 वर्ष बाहिर काम गर्दाखेरि चाहिँ धेरै नै राम्रो अनुभव रह्यो। र हस्टेलमा काम गर्दाखेरि यहाँ सुरुमा आएको थिइनँ। फर्स्ट टाइम आउँदाखेरि चाहिँ धेरै टाढा टाढादेखि बिरामीहरू आउनुहुँदो रहेछ है। यहाँका दुर्गम गाउँदेखि घन्टौँ पैदल हिँडेर, गाडी चढेर सेवा लिनको लागि आउनुहुँदो रहेछ। र पहिला त्यति राम्रो दन्त उपचारको सुविधा यहाँ थिएन र अझै पनि छैन धेरै ठाउँहरूमा। तर जति पनि हामीले हस्पिटलमा बसेर गर्नुपर्ने सेवाहरू सम्पूर्ण रूपमा आफ्नो मेहनत गरेर दिने प्रयास गऱ्यौँ। र अझै गर्नुपर्ने ठाउँहरू त छन्। र हुँदाहुँदै पनि यहाँका विभिन्न गाउँहरूदेखि नवदुर्गा, भागेश्वर, रूपाल होइन, अजयमिरु धेरै ठाउँदेखि बिरामीहरू आउनुहुन्थ्यो। त्यसै बैतडीका पनि धेरै दुर्गम ठाउँहरूदेखि आउनुहुन्थ्यो। जस्तो अब विभिन्न ठाउँहरूमा त हामी आफै गएर पनि स्वास्थ्य शिविरहरू चलाइयो, उपचारहरू गरियो। जस्तै बैतडीको सिगासमा गइयो, डडेलधुरा पालिकामा परशुराम नगरपालिका जोगबुढा एरिया त्यतातिर पनि गएर हामीले दन्त सुविधाहरू प्रदान गरियो। र यहाँ गर्नुपर्ने ठाउँहरू अझै छन्। र डिपार्टमेन्टमा काम गरिरहँदाखेरि पनि हाम्रो माहौल एकदमै राम्रो रह्यो। मसँगै काम गर्नुहुने मेरो सिनियर दाई डाक्टर शिवकुमार चौधरी, आकाश नेमा फुकी दाई, उहाँबाट पनि धेरै कुराहरू सिक्न पाइयो। त्यसै गरी हामी मसँगै आउनुभएको विष्णु घिमिरे, उहाँहरूसँग पनि सँगै काम गरियो, राम्रो भयो। यी कुराहरू सिक्न पाइयो, आफ्नो कुराहरू सेयर गर्न पाइयो। र अनि हामीसँगै काम बसिरहँदा हामीसँगै आएका साथीहरू डाक्टर लोकेन्द्र अवस्थी, डाक्टर सुरेश श्रेष्ठ, डाक्टर राजन सिंहसँग एउटै फ्ल्याटमा बसिन्थ्यो। धेरै रमाइलो भयो र उहाँहरूबाट पनि धेरै कुराहरू सिकियो, सहयोग पनि मिल्यो। र त्यस कारणले पनि डडेलधुरा बसाइ सहज भयो, सजिलो भयो। त्यसै गरी अब हजुरहरूसँग इन्जिनियर साहब, रोशन दाई, आशिष अनि अरू सरहरूसँग पनि एउटा फ्यामिली जस्तो इन्भाइरोमेन्ट क्रिएट भयो, जसले गर्दाखेरि यो 3.5 वर्ष बिताउन खासै गाह्रो भएन, सजिलैसँग गयो। यसरी मानौँ कि डडेलधुरा मेरो सेकेन्ड होम नै भयो। र अनि अरू कुराहरू के छन् भन्दाखेरिमा यहाँ स्वास्थ्यकोमा अवेरनेस त जरुरी छ नै। विशेष गरी दन्त क्षेत्रमा पनि अलिक बढी नै अवेरनेस अथवा उहाँहरूलाई यो विषयमा ज्ञान दिनु जरुरी छ है। मान्छेहरूमा यो मुख स्वास्थ्य सम्बन्धी जनचेतना अलिक कमी छ। र सुदूरपश्चिममा विशेष गरी गुलियो कुराहरू विशेष जोड गर्नुहुन्छ सानैदेखि। र अनि दाँत मार्ने, मुखको हाइजिन मेन्टेन गर्ने कुराहरूमा चाहिँ अलि यसलाई नेग्लेक्ट गरिरहेको पाएँ मैले। र धेरै म्याक्सिमम् 60-70% को चाहिँ मुखमा केही न केही मुखका समस्याहरू देखिए। र त्यो कुराहरूलाई चाहिँ अब सुरुमा विद्यालय स्तरदेखि नै, सानो बच्चादेखि नै कसरी मुखको स्वास्थ्य बनाइराख्ने, कसरी यसलाई मेन्टेन गरिराख्ने भन्ने विषयमा चाहिँ अवेरनेस गराउनु जरुरी छ। ट्रिटमेन्ट त एउटा पार्ट भयो नि, तर ट्रिटमेन्ट भन्दा पनि अगाडि चाहिँ प्रिभेन्सन बेटर देन क्योर भन्छन् नि, त्यसले प्रिभेन्सनको कार्यक्रमहरू चाहिँ अगाडि ल्याउनु जरुरी छ। 3 वर्षको आत्मीयताले भावुक त बनाउँछ। धेरै प्रश्न उत्तर गर्न सकिँदैन र भविष्य हजुरको उज्जवल बनोस्। माता उग्रतारा घटाल बाबाले रक्षा गरून्। अर्थोडोन्टिक्स भएर फेरि नेपालमै बसी सुदूरपश्चिमवासीहरूलाई सेवा दिनुहुनेछ भन्ने ठुलो आशा व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू दिदी। र अवश्य पनि मेरो त विदेश जाने अहिले केही प्लान छैन र जाँदिन पनि होला। नेपालमै बस्ने मेरो सोचाइ छ र त्यही भएर पनि अब पढ्न सुरु गरेको। र अब म केही समयको लागि अध्ययनको लागि चाहिँ चितवन जाँदैछु। र सिएमसीबाट चाहिँ मैले अर्थोडोन्टिक्स र तार बाँधेर दाँत मिलाउने भन्दाखेरि चाहिँ सबैजनालाई बुझ्न सजिलो होला, त्यो विषयमा चाहिँ मैले पिजी गर्दैछु अथवा पोस्ट ग्रेजुएट भन्छ नि, हो त्यो गर्दैछु। र त्यो गरेर सकिसकेपछि चाहिँ फेरि पनि यो ठाउँमा फर्केर आउनेछु र फेरि पनि आफ्नो ज्ञान सिप प्रयोग गरेर यहाँका जनताहरूलाई सेवा दिनेछु, त्यही भन्न चाहन्छु। थ्याङ्क यू सर। नमस्ते। नमस्ते।